त्यो असहमति जनायो हामीले होइन, यो बजेट कति चाहिँ भनेर नगर प्रमुखलाई हामीले हस्तान्तरण निकास अमल गरिरहेको बजेटका कुरामा चाहिँ हाम्रो असहमति रह्यो। जनता विद्युत नगरपालिकाका जनताले चाहिँ दुःख नपाओस् भन्ने हाम्रो लक्ष्य थियो, तर त्यो कुरालाई चाहिँ उहाँहरूले मान्नु भएन। त्यही भएर हामीहरूले चाहिँ आजको सभा बहिष्कार गरेका छौँ।